हेलो गाइस, गुड मर्निङ, वेलकम टु माई न्यू भ्लग होइन। म चाहिँ यहाँ उठेर होइन हिजो बेलुका अन्त यहाँ आज चाहिँ हाम्रो यहाँ ठुलो घरमा चाहिँ खाना खाउँछ नि त। हिजो तल थियो हो, आज चाहिँ हिजो त मैले भ्लग त्यस्तो एन्ड गरिहालेँ होइन, टिका लगाउनु थुप्रो थियो। यस्तो गाइस के भन्छ मेरो फोन अलिक राम्रो होइन, यो चाहिँ मैले मेरो एन्ड्रोइडबाट बनाउँदैछु, यसबाट पनि ठिकै छ कि। तर मेरो फोन यस्तो राम्रोसँग साँच्चै दामी भिडियो बनाउँदै हाल्थ्यो कि दसैँको डल्लै हाल्थ्यो पार्ट 1 पार्ट 2 गर्दै कि। आज चाहिँ यहाँ खाना छैन अन्त यो भ्लग चाहिँ कहिले मलाई याद छैन, मैले अर्को भ्लग पनि एडिटै गरेको छैन। अब त्यो एडिट गरेर मात्रै हुन्छ हो, एडिट गरेर त्यो फोन चाहिँ के हुन्छ भने मेरो फोन पुरा ह्याङ हुन्छ नि त, त्यही भएर हो। अन्त म चाहिँ अहिले यता घरमा आउँछ होइन, यहाँ चाहिँ नाना ओछ्यान मिलाउनु हुँदैछ। भर्खर कति बजी 9 त बज्यो, अब ड्युटी गर्नु कि म भ्लग बनाउनु फोनमा राम्रै आउँछ र यसबाट बनाउँछु भने चाहिँ राम्रै राख्दो रहेछ। अब के हुन्छ अहिले म देखाउँछु नि उतापट्टि ल। म चाहिँ आज फर्किन्छु पनि बेलुका जस्तो गाडी पाउँछु। सुन्तला फलिरहेको छ गाई चाहिँ हो, पाकेकै छैन रहेछ नि त, गीत भइरहेको छ यहाँ चाहिँ। यसरी खाना खाउँछ। दामी आउँदो रहेछ आमाइसबाट पनि राम्रो आउँदो रहेछ मेरो अनि चाहिँ यसबाट पनि कस्तो राम्रो आउँदो रहेछ, यसबाट पनि राम्रो आउँदो रहेछ। उयो हुन्छ होला नि त, यो हाल त फाट्छ टोके रहेछ नि त यसमा पनि। यसबाट बाहिर पुरा छ लु हेरिदिनु बनाएको छैन काम गर्दै गाइसम्म के भने नि पानी पर्दैछ, पढ्न आँटेको छ। अब चाहिँ पढ्नु थाल्यो होइन, अब चाहिँ म आज फर्किन्छु नि त। अब छिटो गरेर होइन अब पर काम गर्नुपर्छ। केही 2-4 शब्द भनिदिनुहोस्। लजाउँछ नि त, नाच्छ अरे भ्लग बनाउँछु भन्छ हो, लजाउँछ नि त गाई। मैले ब्रस चाहिँ गरेँ कि मुख चाहिँ फुक्सिनँ नि फेरि। अब चाहिँ के भन्नु म चाहिँ दोबारको रुख गएँ चाहिँ ठुलो पानी पऱ्यो नि गाइस। अब म स्पिड काम गर्छु, अन्त भेट्छु ल। यस्तो भइरहेको गाइस, पानी परिरहेको छ अल्छी लाग्दै। म चाहिँ काम सकेर म चाहिँ आइसकेँ यता गएन, अब यहाँ काम सकाउँ नि त, यहीँ खाना खुवाएको छ नि त हाम्रो ठुलो घरमा। म चाहिँ अहिले फोन चार्जर हालेर खाना छैन खाना लगाइस, म चार्जर खालि भेट्छु ल गाइस। अन्त अब चाहिँ म भिडियो पनि एडिट गर्छु, यसबाट गर्दैछु होइन। अब यो चाहिँ बहिनीको नि त, बिचरा बहिनीले दिन्छ एडिटर गर्ने, त्यसकोबाट कि यसकोबाट बनाउँथ्यो नि त। यसको पनि के गर्ने स्टोरेज फुल हुन्छ नि त हो, सो एडिट गर्नु त पुरा के। त्यहाँ माथि चाहिँ हाम्रो गीतहरू गाउँदैछ कि, म देखाउँछु ल त्यहाँ चाहिँ। यहाँबाट अर्को भ्लग हो नि त यो, त्यही पाकिन्छ पाक्दै होला होइन गाइस। यो चाहिँ माम पाक्यो यहाँ। के भन्छ भाइ वाचिपा यहाँनिर यसले बनाउनु हुँदैछ। हाँसको मासु अलगकाले मामा बेङ्गलोरबाट आएको। पल्लोपट्टि अब हेर्छ गीत गाएको। गाइस सब लोग मुझे कर रहे हैं ऊपर भी और यहाँ वीडियो एडिट कर रहा हो।
अब भिडियो एडिट गरेपछि मान्छेको गीतहरू गाउँदैछ नि त मान्छे ओ हामी चाहिँ टिका लाउनु जानुपर्छ एक दुईवटा घर हो अन्त म भिडियो एडिट गरिरहेको छु गाइस साह्रो छ गाइस हामी टिका लाउनु फेरि तल काकाको अम्बक हेर्नुहोस् गाइस दामी छ देख्दैन त सम्पूर्ण छ The chocolate check guys. Chocolate up. Saya miara ni sikit tika lah ni. Habis itu dia mati beti. Habis saya chocolate pakai cara. Instagram reels upload हो रहा है. हम लोग चाहे ऊपर बहुत आप से भी काम लगता है गाइस. काम आयो. काम लाग्न त्यो अब चाहिँ त्यो माथि गएर भेटौँ वाच पकाउँदैछ गाइस सबैजना गाइस त हामीले वाच पकाएर भात खाने चाहिँ मारा धुँदैछ दुईजनाले हो त्यो एडिट छ अलिकति गर्नुपर्ने हो एडिट गरिसकेँ गाइस के भइरहेको छ भन्नु चाहिँ मेरो फोन चाहिँ ह्याङ भएर चाहिँ नि यस्तो गर्दैछु न म चाहिँ अब त्यहाँको भिडियो यता छ त्यहाँको एडिट गर्दैछु आज फेरि त अर्को भिडियो मैले अर्कोबाट बनाउँदैछु मेरो एन्ड्रोइडबाट अर्कोबाट हेर्नुहोस् न के हो अर्कोबाट बनाएको थिएँ मैले अर्को नानाकोबाट बनाएको थिएँ नानाकोबाट यता पठाएर त्यहाँ डाउनलोड गरेको नेटै चल्दैन अन्त एडिट गरिसकेर भ्यूहरू एड गर्छ नि सजिलो छैन नि गाइस बाई अन्त खाना पनि खुसीमा मर्छ होइन किनकि मैले कर्ची मर्ची 2 बेला खाएँ हो मिठो भएको पिरो त्यो डल्ले त्यो चाहिँ दामी थियो टेस्ट त कि अन्त हामी चाहिँ एकछिन घुम्नु गएको होइन अम्बकहरू खोज्छु अब म होइन अम्बकहरू खोज्छु एकछिनमा अब अनि यहाँ पनि छ अम्बक पुरै अन्त म चाहिँ कति 1-1.5 हुँदा त्यो कसकोमा जान्छ याद पनि छैन होइन सुन्दरी पनि जान्छ गाई भ्यान भने जान्छ त्यो अन्त के भन्नु त ल गाइस अब अहिले एकछिनमा भेट्यो हामी तलको नालाकोमा होइन एकछिन त्यहाँ कन्टिन्यू गर्छु म हामी चाहिँ गाउँ डुलेर आइसक्यो चक्कर होइन अघि मेरो बाटो हिँडेको हुन्छ अब चाहिँ एकछिनमा भेट्नु के हुन्छ देखाउँदै गर्छु नि म ल गाइस Oh, yeah.
गरिसकेँ होइन अझै नाच्नुसम्म चाहिँ भयो थाकी गरम भयो आज फेरि हामी टिका भन्न जानुपर्छ नि त घुम्नु छ अझै के कति 3 बज्दाखेरि म कतिर जानु अब स्पिड 1-2 घरमा लागेको छु म चाहिँ जान्छु होला गाइस त्यहाँ पनि टिका लाग्दा निस्किसक्यो बोजू भयो अब त्यही आन्टीकोमा आफ्नो हामी के भन्छ तल आन्टीकोमा गएर आइसकेँ बदल आन्टीकोमा हो मैले चाहिँ किन टिका लगाएको गएको र आएको मात्रै भिडियो गरेको भन्दाखेरि चाहिँ मैले रिक्वेस्ट गर्नु परेको छु नि त त्यस्तो पाएँ है भिडियो कि त्यही भएर गाइस अब के हुन्छ हेर्दै गर्नुहोस् म त फर्किनु पर्छ खै केमा फर्किनु फोटो खिच्दै भएको अगाडि नै हेर्दा हुन्छ अगाडि राखेको छ तल के भनिदिनुहोस् ल अङ्कल म चाहिँ आज जानेवाला थिएँ कि गाडी पाइनँ भोलि आज चाहिँ मेरो छोरा ड्युटी जानेवाला हो खास चाहिँ अब गाडी नपाएर चाहिँ आज चाहिँ यतै घरमा नै होल्ड हुन्छ उसको टुमारो मर्निङ चाहिँ एकदम 4 बजीतिरै उठेर अब मामासँग जानेवाला छ बिचरा अब दसैँमा छुट्टी बेसी पाएन 2 दिनको छुट्टी रहेछ माथि ड्युटी पनि हेर्नुपर्ने रे त्यही भएर अब बिसत लाग्छ नि बल्ल बल्ल कलेज पढाउँछ नानीहरू के भन्छ तिमीहरूलाई भनिदियो Happy Dasai सबैजनालाई झिरिङ भनेको त हेप्पी आज दसैँको सेकेन्ड डे आज हाम्रो छ आमा आउनुहुँदैछ म चाहिँ आज जाउँ भएको थिएँ हेर्नु न गाइस गाडी पाइनँ भोलि बिहान नै 9 बजी पुग्नुपर्छ अब म भ्लग गर्ने गाइस यता चाहिँ के पुरा गीतहरू बजिरहेको छ लाग्छ होइन ओके गाइस आज यो म लास्ट टिका होइन भोलि जान्छु लास्ट हाम्रो आन्टी लगाइदिनु हुँदैछ आजको ब्लग चाहिँ यति नै म त्यहाँ जान्छु कोहीले गाडी नपाएर होइन हामीलाई प्लास्टिक राम्रो यहीँ भयो हो के भन्छ आज चाहिँ कडा आउँदैछ अन्त हामी चाहिँ अब यो ब्लगहरू यही एन्ड गर्नेवाला छु होइन ओके गाइस होइन थ्याङ्क यू फर वाचिङ होइन सपोर्ट गर्नुहोस् मलाई लाइक सेयर सब्सक्राइब कमेन्ट गर्नुहोस् के भन्छ भने म चाहिँ भिडियो ज्यादा चाहिँ कहाँ हाल्छु भने फेसबुकमा मलाई के भयो
लु बाई बाई ओ यहाँ चाहिँ कडा निक्लिन्छ आज पनि खुत्रै होला मलाई याद छ पहिलाको जस्तो लास्ट टिका लास्ट दसैँ डरजो भेट्नेवाला छु मेरो छोरालाई हो यो छोरालाई स्पेशल होला मेरो ल हेर न अन्त अरे खुट्टामै खानुपर्छ तर Hey, Mom. Okay guys, आज ल लु बाई बाई गरिदिनु सबैजनाले लु लान माम बाई 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 तिमी त आएन पनि मेरो भ्लगमा जाँदा लु के भन्छ गाइसलाई भन्थ्यौ तिम्रो इन्स्टाग्राम छ कि छैन कसले खोलेको कसले खोलिदिएको छ इन्स्टाग्राम कसले चलाउँछ तिम्रो इन्स्टाग्राम मलाई फलो गर्नु त भन्दैन तर उसलाई फलो नगर्नु गाइस किनकि ऊ त नाच्दैन भिडियो त बनाउनु मान्दैन उसले चाहिँ सबै जान्दैछ